ओके भर्खरै तपाईले पनि पिताम्बरको टिजर हेर्नु भयो नि एकदम म पिताम्बरको टिजर पनि हेरेको छु हरेक पोस्टरहरु शेयर नै गरिरहेको छु एकदम पिताम्बर मुभीलाई एकदम बवाल बनाउनु पर्छ त्यही नै हो तपाईले फर्स्ट टाइम टिजर हेर्दाखेरिको तपाईको मनमा लागेको कुरा चाहिँ के थियो अनेस्टली भन्नु भयो यस्तो लाइक दयाङ दाइलाई चाहिँ एउटा रङ्गेली मुभीमा नि मैले ब्ल्याक जुन एउटा हुन्छ नि जुन ब्ल्याक सिनेमा हुन्छ एउटा चाहिँ व्हाइट ड्रेस बाहिर जुन इन्टरटेनमेन्ट र जुन चाहिँ एउटा एक्सन हुन्छ नि दयाङ दाइको चाहिँ एउटा हाम्रो रङ्गेली भन्ने मुभी थियो हैन त्यसमा त्यति नभएको कुरा चाहिँ यो पिताम्बर मुभीमा चाहिँ हामी धेरै नै देख्न पाउँछौँ भन्ने चाहिँ मलाई आश छ हैन एकदम दयाङको त एकदमै फ्यान हो कि उसको अब प्रदीप खड्काको त कुरै नगरौँ किनकि ऊ त एकदम राम्रो हिरो किनकि उसले दिएको छ एक्सन मुभीहरू इन्टरटेनमेन्ट मुभी हरेक मुभीमा राम्रो छ अनि अर्को चाहिँ हाम्रो को हिरो हुनु अनुप दाइको स्टन्ट त हेर्नै पर्ने छ अनुप दाइ त एकदम मलाई आजभन्दा 7 वर्ष 8 वर्ष अगाडि अनुप दाइहरूको मैले आयो भनेर यस्तो यति हेर्थेँ अनुप दाइहरूको होइन यो मुभीमा चाहिँ केही नयाँ झलकहरू देख्न पाउँछौँ भन्ने एकदमै आश छ ममा चाहिँ यस्तै छ मुभीको बारेमा चाहिँ भनेपछि तपाईँ एकदम एक्साइटेड हुनुहुन्छ फिल्म हेर्नको लागि फिल्म त हेर्नु परेन अब किन नहेर्नु अब झन् फिल्म त यस्तो बवाल छ यो मुभीलाई एक्सन मुभी जहिले पनि साउथ नेपाली पनि हेर्दिउँ यार नेपाली टेस्ट खै नेपाली टेस्ट चाहिँ हामीलाई सधैँ इन्टरटेनमेन्ट मात्र होइन एक्सन पनि चाहियो हामीलाई एक्सन बवाल हुनेवाला छ पिताम्बर मुभी फाड्नेवाला छ थ्याङ्क यू